परीक्षा। यमलोकमा प्रवेश परीक्षा चल्दै थियो। स्वर्गवासको परीक्षामा सामेल हुने अनगिन्ती थिए। नरकवासका लागि एकजनाको पनि निवेदन परेन भन्ने गाईगुई चलेको थियो। पञ्चभौतिक शरीर र इन्द्रियलाई मनले काबुमा राखेको थियो। मृग तृष्णा रूपी सुखका कारण मान्छेहरू महालोभी भएका थिए। भौतिक सुख र वैभवशाली जीवन बिताएका तथा त्यस्तो जीवन बिताउने रहर भएका सबैलाई स्वर्गमा बस्ने तृष्णाले ओठमुखमा खडेरी जगाएको थियो। उसले सुनेको थियो, दुःख पीडाको माकुरे जालबाट मृत्युले मुक्ति दिन्छ। मोक्षको यात्रामा हिँड्नको लागि जन्म र मृत्युको तृष्णा त्याग्नुपर्छ। स्वर्गको आसक्ति र नर्कको अनासक्तिलाई समभावले उपेक्षा गर्न सक्नुपर्छ। ऊ अल्मलिएको देखेर आत्ममित्रले भन्यो, धेरै दार्शनिक सोच नराख। विदेशको आसक्ति र स्वदेशको अनासक्ति नै तिमी जीवनदेखि रिटायर हुनुको कारण पो थियो कि? शास्ती अस्पतालको शवगृहमा रहेको ठुलो फ्रिजको घर्रामा उसलाई राखिएको थियो। उसका साथीहरू पोस्टमार्टमको रिपोर्ट कुरेर बाहिर बसिरहेका थिए। उसलाई आफ्नो मृत्युको कारण सबैलाई थाहा होस् भन्ने इच्छा थियो। सरकारी अस्पतालमा बिरामी हुँदा हेर्दै हेर्दैन, मरेपछि हेरेको हेरै गर्छ भन्ने उसले सुनेको थियो। तर त्यहाँको अस्पतालमा डाक्टरले उसलाई फर्केर पनि हेरेनन्। कहिले कुन पुलिस आएर लट्ठीले घोँच्थ्यो, कहिले कुन मान्छे आएर रगत झिक्थ्यो। तर जति कुरे पनि पोस्टमार्टमको रिपोर्ट निकालेनन्। बिहान बित्यो, दिउँसो बित्यो, रात बित्यो, दिन बित्यो, हप्ता बित्यो, फारम भर्ने बाहेक अरू काम भएन। यस्तो शास्ति भोग्नु पर्दा उसले भन्यो, बरु बाँच्नु नै सजिलो। हार जित। शवगृहको पट्यार लाग्दो बसाइले गर्दा उसको आत्मामा अनेक तरङ्ग आवाज जावत गरिरहन्थे। दुब्लो भए पनि ऊ निकै बलियो थियो। धेरै पटक उसले पहाडलाई चढेर जितेको थियो, नदीलाई तरेर जितेको थियो, बाटोलाई हिँडेर जितेको थियो, होरीलाई छेकेर जितेको थियो, गरिबी र अभावलाई सहेर जितेको थियो। दुःख, सङ्घर्ष, त्याग र अपमान त उसका लागि घर आँगन थिए। उसले धेरै छाक नखाएरै भोकलाई जितेको थियो। गर्बे टुरो भए पनि शोकलाई हाँसेर जितेको थियो। जीवनयात्राका अपमान र तिरस्कारलाई सहेरै जितेको थियो। उसले काम, क्रोध, लोभ, मोह, मद तथा मात्सर्यलाई निष्प्रिय भएर जितेको थियो। सदाबहार गरिबीलाई भाग र भाग्यमा विश्वास गरेर जितेको थियो। यसरी उसले जीवन र जगतका अनेकौं युद्ध जितेको थियो। विडम्बना मृत्युले उसको जीवन रूपी दियोमा बिस्तारै सास फेर्दा पनि ऊ कहिल्यै उठ्न नसक्ने गरी पराजित भयो। भोग। शवगृहमा समय कटाउन निकै गाह्रो थियो। गफ गर्न मन लागेकाले उसले नआएको खोकी खोक्यो। भर्खर आएको शवले सोध्यो, दाइ कति दिन भयो हजुरको? सन्चो बिसन्चो हुने कुरा त भएन मरेपछि? जवाफ दिनुको साटो उसले मुस्कुराएर सोध्यो, भाइ तिमी कसरी यहाँ आयौ? कलिलो छौ त? नवआगन्तुकले भन्यो, दाइ गाउँमा कहिल्यै मिठो मसिनो पेटमा परेन। भो अब त पुग्यो भनेर कहिल्यै खान पाइन। भातको मुख हेर्न दसैँ पर्खिनु पर्थ्यो। दुर्गम गाउँको गरिब परिवारमा जन्माएर नियतिले मलाई अन्याय गर्यो। डिपार्टमेन्टल स्टोरको काउन्टरमा पैसा बुझ्ने काम हो भनेर दलालले पठायो। यहाँ लेबरको काम गर्नु पर्यो। रोटी र पानी खाएर 2 वर्ष प्राण धाने। त्यसपछि साहुले घरेलु कामका लागि आफ्नो घरमा लिएर गयो। साहु निकै भोगी थियो। खुब मिठो खानुपर्ने, मानौ खानकै लागि उसको जन्म भएको हो। उसको भान्सामा अनेक व्यञ्जन पकाउनु पर्थ्यो। भान्साको काम भएकाले बाँकी रहेको खाना मैले नै खानु पर्थ्यो। सधैँ 3/4 खाना बाँकी रहन्थ्यो। मटन बिरयानी, चिकन करी, माछा फ्राई, फ्राई राइस, कबाब, पिज्जा, तन्दुरी, बार्बिक्यू गरेको मासु, खसीको सुप, समुद्री खाना, मसला, अमलेट, खिर, जुस, खजुर, मिठाई, चुरोट, बियर, वाइन, विस्की, भोड्का, जिन, ककटेल, होटलबाट अर्डर गरेका खाना कति कति। खाँदा खाँदा म 1 वर्षमा बङ्गुर जस्तो भएँ।
जीवनभर रुखो खस्रो खाएको म मिठो मसिनो खाएरै मरे दाई। पोस्टमार्टम। शवगृहको पाहुना भएपछि उसले अनौठो दृश्य देख्यो। कहिले सपना जस्तो लाग्ने, कहिले विपना जस्तो लाग्ने, कहिले कल्पना जस्तो लाग्ने, कहिले यथार्थ जस्तो लाग्ने, कहिले विगत जस्तो लाग्ने, कहिले आगत जस्तो लाग्ने। उसले देखेको हो कि दृष्टिभ्रम भएको हो, सुनेको हो कि दिग्भ्रम भएको हो, उसले निक्रेल गर्न सकेन। छामछुम रगत जाँच, मुटु तथा भिरेसा जाँच गरेपछि उसलाई फ्रिजमा पठाइएको थियो। ऊ मुर्दाघरमा पुगेको केही घन्टापछि त्यहाँ ल्याइएको अर्को शवलाई नाङ्गो पारेर पोस्टमार्टम टेबलमा सुताएका थिए। दुई सेतो कोटधारीले कागजमा के टिपिरहेका थिए। दुई डरलाग्दा मान्छेले हतियार समाएर सेतो कोटधारीको आदेश पालना गरिरहेका थिए। उनीहरूले शवलाई उल्टाइ पल्टाइ सूक्ष्म ढङ्गले हेरे, फोटो खिचे। ऊ सपनामा पुग्यो। डरलाग्दो मान्छेले निधारदेखि पछाडिसम्म छिनाले हानेर हड्डी फुटायो। आम्मै, टाउकोभन्दा गिदी ठुलो? ऊ आश्चर्यचकित भयो। ऊ विपनामा फर्कियो। गिदीलाई चपिङ बोर्डमा राखेर छोरीले पातला स्लाइस बनाए। स्लाइसको फोटो खिचे, माइक्रोस्कोपले हेरे अनि कागजमा के टिपे। त्यसपछि घाँटी वरपरको छाला काटेर निलडाम खोजे। छाती चिरेर बीचको टाई जस्तो हड्डी स्टेनरम छुट्टाए। इलेक्ट्रिक छुरीले मुटुमाथिका करङ काटेर मुटु निकाले। मुटुलाई पनि चपिङ बोर्डमा राखेर पातला स्लाइस बनाए अनि जाँचबुझ गरे। फोक्सो, किडनी, आन्द्रा भुँडी पनि काटेर हेरे। भिरेसा जाँचका लागि भित्री अङ्गका ससाना टुक्रा तथा पेटमा रहेको तरल पदार्थलाई सिसाभित्र राखे। ऊ तन्द्रामा पुग्यो। आँखा खोल्ने भागीरथ यत्न गर्यो। सकेन। मधुरो स्वरमा सुन्यो, पछाडि कम्मरको छाला चिर, बोरा वा कपडाले बेरेर कुटेको भए थाहा हुन्छ। अरू जाँच हुँदै थियो। ऊ भुसुक्क निदायो। के कारणले मृत्यु भएको रहेछ? उसले पोस्टमार्टम गर्ने डाक्टरलाई सोध्यो। उनीहरूले उसको प्रश्न सुने चाहिँ गरी उत्तर दिए, कार्डियो रेस्पिरेटरी फेलर, अर्थात् मुटु र श्वास बन्द भएर। उसले धेरै पोस्टमार्टमको रिपोर्ट सोध्यो। उत्तर उही हुन्थ्यो, कार्डियो रेस्पिरेटरी फेलर। अर्को सब आएपछि उसैले भनिदियो, यसको पोस्टमार्टम गर्नै पर्दैन, जो पनि मुटु र श्वास बन्द भएपछि मर्ने हुन्। यसको मृत्युको कारण पनि कार्डियो रेस्पिरेटरी फेलर नै हो। नपत्याए बाजी ठोकौँ। छनोट। उसको मुखमा कहिल्यै रक्सी परेन, चुरोट परेन, सुर्ती परेन। उसले जुवातास कहिल्यै खेलेन, अतिरिक्त सम्बन्ध कहिल्यै राखेन। उसका केही साथीहरू यस्ता विषयका पारखी थिए। उसले कहिलेकाहीँ सम्झाउँथ्यो, एक बारको जीवनलाई अकालमा मार्ने अखाद्य र अगम्य कुरामा होसियार बन। ऊ संस्कारको सिधा रेखामा हिँडिरहेको थियो। बिहान पूजापाठ गर्न कहिल्यै छाडेन। एकादशीको व्रत सधैँ बस्यो। माया प्रीतिका गीतभन्दा ईश्वरका भजन गुनगुनाइरह्यो। पाप र धर्मको सधैँ ख्याल राख्यो। जानेर कसैको पनि चित्त दुखाएन। अरूको एक पैसा कहिल्यै खाएन। अस्पतालको आइस बक्समा फुर्सदिलो हुँदा उसको मनमा यस्ता कुरा खेलिरहे। उसलाई दुर्व्यसनी साथीहरू भेट्न मन लाग्यो। उसको आत्मा उनीहरूको कोठामा पुग्यो। कोठा रक्सीको गन्ध र चुरोटको धुवाले निसासिएको थियो। उसले सुन्यो, त्यो नखाएर मर्या हो, नबगेर भित्या हो, कम्ता छुचो थियो, न रक्सी खान्थ्यो न सिगरेट। देउताले त्यस्ता मान्छे खोजी खोजी लान्छन् क्या। मृतत्व। उसलाई सुताइएको आइसबक्ससँगै बडै मानको बडी पनि ढेपिएको थियो। सुरुमा बोलचाल नभए पनि बिस्तारै उनीहरूको बातचित सुरु भयो। मोटेले सोध्यो, तिमी को हौ? उसले भन्यो, म यो ब्रह्माण्डको निरीह कण हुँ। मोटेले आफ्नो परिचय दिँदै भन्यो, म एकदम धनी, सुखी, विद्वान, जमिनदार तथा विश्वमै नाम चलेको विख्यात व्यक्तित्व हुँ। म अर्बपति हुँ। मसँग नभएको केही छैन। उसले सोध्यो, यो गरिबसँग सङ्गत गर्न कसरी यहाँ आउनुभयो हजुर? सेठले भन्यो, म सुनको प्लेटमा डिनर गरेर चाँदीको कम्बोर्डमा शौच गर्दै थिएँ। भर्खर निर्माण सम्पन्न भएको आफ्नै भवनको 50औँ तलामा।
एकाएक मुटु दुख्यो। तल झर्दा झर्दै इसिजीको किरिङमिरिङ रेखा सिधा लाइन बन्यो। उसले थप्दै गयो, यो सहरका सबै अस्पताल र डाक्टर किन्ने क्षमता थियो मसँग, तर समय किन्न सकिनँ। मलाई पहिले थाहा भएको भए अमेरिकाको सिङ्गो अस्पताल किनेर आफूलाई बचाउने थिएँ। उसले आत्तिँदै भन्यो, मेरो करोडौँ रुपियाँको स्वास्थ्य बिमा थियो। संसारको जुनसुकै अस्पतालमा पनि मेरो उपचार हुन्थ्यो। सेठ विरक्त हुँदै गयो। मरेपछि न सम्पत्ति देखिने, न परिवार देखिने, न नाम देखिने, न संसार देखिने। जलाए खरानी, गाडे माटो भइने। सबैले भन्थे मरेपछि नाम हुन्छ, इज्जत हुन्छ, सम्मान हुन्छ। सेठले निमोनिया आवाजमा भन्यो, अमरत्व र स्वर्ग भ्रम मात्र रहेछन्। मरेपछि मृतत्व प्राप्त हुँदो रहेछ। आफन्त भन्नु पनि यस्तै रहेछन्। अहिले मेरा छोराछोरी तथा आफन्त बाहिरी आँखाबाट आँसु झार्दैछन्, भित्री आँखाबाट सम्पत्ति ताक्दैछन्। बिलौना जब शवगृहको अतिथि बन्यो, उसका फुर्सदिला दिन सुरु भए। धेरै अपरिचित नेपालीसँग उसको शवगृहमा भलाकुसारी भयो। आमा रोगी हुनुहुन्छ, आमाको औषधि किन्न यहाँ आएकी थिएँ, यो हालत भयो। कलकलाउँती किशोरीले बिलौना पस्की। भर्खर 10 कक्षा पास गरेको थिएँ, पढ्ने पैसा भएन। 2 वर्ष कमाएर पढौँ भनेर यता आएको। गोरो नवयुवकलाई त्यहाँ देखेर उसको मुटु चसक्क दुख्यो। गाउँमा खेतीपाती, पशुपालन र कुखुरा पालन गरेको थिएँ। राम्रो कमाइ थियो, परिवारसँगै बसेको थिएँ। विदेश जान नसक्ने नामर्द भन्दै सबैले कचकच गरे, गरिखान दिएनन्। आफ्नै उमेरको युवकको आँखाबाट तातो लवण चुयो। पेन्सन थियो, खेतीपाती थियो, अरबमा पैसाको रुख छ भनेर दलालले गाउँमा बस्न दिएनन्। सेतै कपाल फुलेका प्रौढको आलाप थियो यो। उसले गाउँका दलाल सम्झियो, च्याउ उम्रेजै उम्रेका म्यान पावर कम्पनी सम्झियो, एयरपोर्टबाट बाहिरिने युवाहरूको जुलुस सम्झियो अनि शवगृहको भिड सम्झियो। उसलाई रिङ्गटाले फनफनी घुमायो। उसले आफ्नो देशको सरकारसँग अन्तिम माग गर्यो, सरकार देश निकाला तथा मृत्युदण्ड जस्ता अमानवीय सजाय बन्द गर। बिमा कम्पनीले इन्सुरेन्स बापत कति पैसा दिनुभयो? नेपालमा रहेका हितैषीहरूले अरबमा रहेका उसका साथीहरूलाई पटक पटक सोधेका थिए। उसको शवगृह बसाई अनिश्चितकालीन भएकाले आफन्तको चासो बिमातर्फ सोझिएको थियो। श्रम स्वीकृति लिई बिमा गरेर आफ्नै देशबाट अरब गएको भए बिमा रकम त पाइने थियो, किन भारतबाट जानु परेको होला? आफन्तको स्वर कर्कश बनेको थियो। कमसे कम अरबमा जीवन बिमा गरेको भए क्षतिपूर्ति त पाउँथ्यो, किन स्वास्थ्य बिमा मात्र गरेको होला? यस्तो आलो काँचो काम पनि गर्नुहुन्छ? आफन्तहरूले उसलाई दोष दिइरहेका थिए। अति नै भएपछि उसले भन्यो, के मैले रहरले भारतको बाटो रोजेको हुँ? कस्तो बिमा गर्ने भन्ने कुरा मेरो हातमा थियो? कुरै गर्ने हो भने मरेपछि जीवन नपाउने जीवन बिमाको म मर्नेलाई के अर्थ? शक्ति अकाल मृत्यु भोग्नु परेकोमा ऊ चिन्ताको गहिरो गर्तमा डुबेको थियो। तर यो चिन्ता बाचुन्जेलको चिन्ताभन्दा निकै कम थियो। जीवनकालमा धेरै रात उसले आँखाको ढकनी खुल्दै राखेर बिताएको थियो। मृत्युपछि उसले त्यो नियति भोग्नु परेको थिएन। त्यसो त जीवनकाल पनि के नै थियो र? गरिबीको कारण उसको जीवन गुणमान थियो। ऊ मर्यो अनि एकाएक सेलिब्रेटी बन्यो, ब्रेकिङ न्युज बन्यो। मान्छेहरू एकले अर्कोलाई फोन गरेर भने, थाहा पाइस् त्यो बितेछ नि। मृत्यु उत्सवको माहौल छमछमै नाचिरहेको पल उसलाई आत्माले भन्यो, हेर तेरा स्वास्नी, छोराछोरी तथा नाति नातिनाले त मरेको तिथि मात्र सम्झिनेछन्। त मरेको दिन श्राद्धको बहानामा मिठो मसिनो खाएर मुख मिठ्याउनेछन्। त्यो उत्सवलाई पुण्यतिथिको नाम दिनेछन्। तर तेरो पुण्य जन्म कसैले पनि मनाउने छैन, सम्झिने छैन। मान्छे शक्तिको उपासक हो। मृत्यु सबैभन्दा ठुलो शक्ति हो। नपत्याए सृष्टिकर्ता ब्रह्मा र संहारकर्ता महेश्वरप्रति मान्छेको आस्था र प्रार्थनाको फरक हेर। अवशेष
मृत्युपछि उसलाई सम्बोधन गरेका शब्दहरू उसलाई तीखा बाण जस्ता लागेका थिए। कसैले बडी भनेको छ, कसैले सब भनेको छ, कसैले लास भनेको छ, कसैले डेथ बडी भनेको छ, कसैले डिकिज बडी भनेको छ, कसैले डिकिसेन्ट भनेको छ। हेप्नुको पनि हद हुन्छ नि। अपमान सहन गाह्रो हुँदो रहेछ, जीवनमा पनि मरणमा पनि। उसलाई काठको बाकसभित्र प्याक गरेपछि बाहिर ह्युमन रिमेन्स अफ फलानो भनेर लेखे। कार्गोको बिल तिर्दा होस् वा सिपर सर्टिफिकेट बनाउँदा, भन्सार माफी गर्दा होस् वा ऊ सहितको बाकस बुझ्दा, हरेक कागजपत्रमा ह्युमन रिमेन्स लेखिएको थियो। उसले भन्यो, टाउकोदेखि पैतालासम्मको मान्छे कसरी मानव अवशेष भए। मरेपछि ह्युमन रिमेन्सको व्यवहार गर्नेले बाचुन्जेल ह्युमनको व्यवहार किन नगरेको? इम्युनिटी पावर कस्तो बाणले हाने चाहिँ हानेछ त, बिचरा ऐया भन्न पनि पाएनछ। उसको आकस्मिक एवं अकल्पनीय निधन सबैलाई अपत्यारिलो लाग्यो। हाम्रोतिर त हार्ट अट्याक भएका मान्छे उपचारपछि आनन्दको जीवन बाँचेकै छन्। कस्तो ठहरै भएको होला। तर्कशास्त्रको दुनियाँमा तर्कको कुनै खडेरी थिएन। पानी पनि भन्न पाएनछ। मृत्यु जस्तो पहाडिलो विषयलाई सिमलको बुवा जस्तो बनाएको पनि उसले सुन्यो। रोग प्रतिरोधात्मक क्षमता नभएको मान्छेलाई त्यस्तै हुन्छ, एउटा अल्पबुजुर्गले पोस्टमार्टम गरे चाहिँ भन्यो। उसको आत्माले भन्यो, हो हामी जस्ता भोग प्रतिरोधात्मक क्षमता नभएका मान्छेको रोग प्रतिरोधात्मक क्षमता पनि हुँदैन। स्वास्थ्य शिविर 1 महिना पहिले स्वास्थ्य शिविर आएको थियो, जानु पर्थ्यो नि। साथीहरूले एक आपसमा कुरा गर्दा मृत्युमा उसकै कमजोरी देखाए। ऊ स्वास्थ्य शिविर नगएको पनि होइन। त्यहाँ स्वास्थ्य जाँच गर्न आउने श्रमिकभन्दा आयोजकका संस्थाका प्रतिनिधि नै धेरै थिए। 22वटा संस्थाका अध्यक्षलाई मञ्चमा आसन ग्रहण, ब्याज वितरण, खादा वितरण, उद्घोषकको भाषण, 22 जना अध्यक्षको शुभकामना मन्तव्य, उनीहरूलाई सम्मान पत्र वितरण जस्ता कार्यक्रम गर्दा 2 घण्टा बित्यो। नाचगान बाँकी नै थियो। टाई सुट लगाएका, हृष्टपुष्ट महँगा गाडी चढेका, मोटा मोटा औँठी, सिक्री र ब्रासलेट लगाएका तथा नमस्कार फर्काउने हैसियतभन्दा माथि पुगेका नेपालीहरूलाई देखेर उसका आँखा छक्क परे। उसले कम्पनीबाट 2 घण्टा छुट्टी लिएर आएको थियो। छाँट हेर्दा स्वास्थ्य शिविर सुरु हुन अझै 2 घण्टा लाग्ने अनुमान गर्यो अनि काममा फर्कियो। उसको बङ्गाली साथीले सोध्यो, खै त औषधि? उसले भन्यो, होल बडी जाँच गर्दा एउटा पनि रोग देखिएन। संक्रामक रोग। अस्पतालमा उसको सब परीक्षणसँगै स्वास्थ्य परीक्षण पनि हुने भयो। ठुलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने अवसर मिलेकोमा उसले हर्षले किलो भाँच्ला चाहिँ गर्यो। उसको रगत निकालेर ल्याबमा पुर्याइयो। एड्स, हेपाटाइटिस बी, क्षयरोग, हैजा, रेबिज, प्लेग, एन्थ्राक्स, बिफर, सेप्टिसेमिया लगायत सरुवा एवं घातक रोगहरूको जाँच भयो। उसले अस्पतालका डाक्टर तथा नर्सको आवाज सुन्यो, सबमा सरुवा तथा संक्रामक रोग भेटिए सिधै यसको देश पठाउनुपर्छ। सबलाई सुरक्षा गरेर राख्न मिल्दैन, चिरफार गर्दा जोखिम हुन्छ। अर्कोले थप्यो, रिपोर्ट नआएसम्म यसलाई यत्तिकै राखौँ अनि कहाँ पठाउने निर्णय गरौँला। उसलाई घर जान हतार भइसकेको थियो। उसले जिउँदैमा सुनेको थियो, शवगृहमा उस्तै परे महिनौँ राख्छन् रे। उसले ईश्वरसँग प्रार्थना गर्यो, हे ईश्वर, मलाई एचआइभी लागेको रिपोर्ट निस्कियोस्। संक्रामक रोग नलागेको देखिए त्यो रिपोर्ट साटियोस्। मिल्छ भने संसारमा भएका खतरनाक रोग मलाई नै लागेको रिपोर्ट आओस्। मान्छे टाइपका भगवानले उसलाई सोधे, खुस्कियौ कि क्या हो? किन संक्रामक रोग देखियोस् भनेको? उसले अड्की अड्की बोल्यो, संक्रामक रोग देखिए छिट्टो घर जान पाइन्छ रे। आइस। अरबको उखुम गर्मीले ऊ आकुल व्याकुल थियो। पसिनाले नुहाउन मिल्ने भए सायद ऊ पसिनाले नै शरीर पखाल्ने थियो। ऊ बस्ने हलमा फ्रिज थिएन, निम्छरो थियो एसी पनि। मुटुले धोका दिएपछि ऊ अस्पतालको शवगृहमा पुगेको थियो। शरीरलाई चिरफार गरेपछि उसलाई फ्रिजको ठुलो घर्रामा राखे।
त्यसपछि उसको टाउकोदेखि पैतालासम्म सुक्का आइस राखे। उसलाई हिउँमा सुते जस्तो महसुस भयो। हिउँमा सुतेको फोटो खिचेर फेसबुकमा राख्न मन लाग्यो। आइस राख्ने कर्मचारीले भन्दै थियो, यो आइस दैनिक फेर्नुपर्छ। तिम्रो बडीलाई फ्रिजको लकरभित्र -96 डिग्री सेल्सियसमा राख्नुपर्छ। तिमीले महिनाभरमा पाउने गरेको तलबले एक दिनको चिस्यान खर्च पनि धान्दैन। उसले बिन्ती बिसायो, बरु मलाई अस्पतालको गल्ली वा चौरमा अलपत्र मिल्काइदिनु। दिनदिनै आइस फेर्दा लाग्ने लाखौँ रुपियाँ मेरो घरमा आइएमई गरिदिनु। बुढी आमाले दमको उपचार गर्छिन्। श्रीमतीले चुइएको छानो टाल्छिन्। दलाल। अस्पताल तथा प्रहरी स्टेसनतिर ससाना अफिस खोलेर थुप्रै दलालले अड्डा जमाए जस्तो उसलाई लाग्यो। पोखरा जाने हो भन्दै कलङ्कीमा उभिएका दलाल जस्तै, लाइसेन्स बनाउने हो भन्दै यातायात कार्यालयमा ढुकी बसेका दलाल जस्तै, जग्गा पास गर्ने हो भन्दै मालपोत कार्यालय वरपर भिजारिएका दलाल जस्तै। आफूबाट काम फत्ते नहुने ठानेपछि साहुले एउटा दलाललाई समात्यो। आफूसँग भएका कागजपत्र दियो, कागजकै नोट दियो। दलाल घरि पुलिस स्टेसन, घरि अस्पताल, घरि दूतावास, घरि सबगृह, घरि विमानस्थल, घरि साहुको घर दौडियो। दलाल दौडिरहेको थियो, तर काम बामे सरिरहेको थियो। साहुले दलाललाई घरिघरि फोन गर्थ्यो। दलालको एउटै उत्तर हुन्थ्यो, प्रक्रियामा छ, अब छिट्टै हुन्छ। उसले सोच्यो, हाम्रा दलाल भएका भए फाइल बोकेर अफिसभित्र छिर्थे। सरकारी रजिस्टरमा आफैले लेख्थे, आफैले कार्यालयको छाप हान्थे, आफैले कम्प्युटर खोलेर इन्ट्री गर्थे। हाकिम नभेटिए हाकिम खोज्दै क्यान्टिनदेखि शौचालय समेत ढकढकाएर हस्ताक्षर गराउँथे। अलिकति रकम थपिदियो भने सम्बन्धित कर्मचारीको घरमै रात बिरात पुगेर सही गराउँथे। यसरी कहाँ झुल्थे र हाम्रो देशका दलाल पो दलाल। रद्द। उसको मृत्युपछि लेबर कार्ड रद्द गर्न कम्पनीले निकै पापड बेल्नु पर्यो। अस्पतालको मृत्यु घोषणा पत्र, प्रहरी कार्यालयको नो अब्जेक्सन लेटर, पञ्जीकृत प्राधिकरणको व्यक्ति पहिचान पत्र लगायत कागजपत्र लिएर कम्पनीको जनसम्पर्क अधिकारीले 206 दिराम राजस्व तिरेपछि श्रम कार्यालयबाट उसको लेबर कार्ड रद्द भयो। दर्जनौं कागजपत्र तयार गरेर 103 दिराम भुक्तान गरेपछि मिनिस्ट्री अफ इन्टेरियर अन्तर्गतको डिपार्टमेन्ट अफ नेचुरलाइजेसन एन्ड रेसिडेन्सीबाट उसको भिजा रद्द भयो। अस्पतालले उपलब्ध गराएको मृत्युको सक्कल प्रमाणपत्र, अदालतभित्र नोटरी पब्लिकले अङ्ग्रेजीमा अनुवाद गरेको छापसहितको मृत्यु प्रमाणपत्र, कम्पनीसँग बाँकी रहेको हिसाब मिलान पत्र, छापसहितको प्रहरीको नो अब्जेक्सन लेटर, पोस्टमार्टम रिपोर्ट, इम्बालिङ सर्टिफिकेट आदि लिएर कम्पनीको जनसम्पर्क अधिकारी गएपछि दूतावासले उसको पासपोर्ट रद्द गर्यो। उसलाई लाग्यो, कागजपत्र रद्द गर्नभन्दा जीवन रद्द गर्न धेरै सजिलो रहेछ। लिलाम। हे परमेश्वर, मेरो पतिलाई केही नभएको होस्, छिट्टै बोली सुन्न पाइयोस्, सँगै जीवन बिताउन पाइयोस्, मलाई अरू केही चाहिएन। उसकी पत्नीले हजारौं पटक ईश्वरको नाम मनबाट ओठमा ल्याई। अर्को दिन ठुलो साहस देखाउँदै आफन्तले भने, जे नहुनु थियो त्यही भएछ, चिन्ता गरेर फर्किने होइन, आफूलाई सम्हाल, मानु सकिएपछि छानो छाड्नु नै पर्थ्यो, आँखा ओभानो पार। अर्का आफन्तले सम्झाए, माटोको भाँडो जस्तै हो मान्छेको जीवन, कोही गर्भावस्थामा, कोही जन्मने बित्तिकै, कोही जन्मेर केही दिन, महिना तथा वर्षमा, कोही युवा अवस्थामा, कोही मध्य अवस्थामा र कोही वृद्धावस्थामा पुगेर मृत्युलोकमा जीवनको भारी बिसाउनु नै छ। मृत्यु जीवनको अवकाश हो, रिटायर अवस्था हो। उसले परमेश्वरसँग पुकारा गरी, हे भगवान, अन्तिमपल्ट उनको मुख देख्न पाइयोस्, अरू केही चाहिएन। यताका आफन्तले अरबमा रहेका आफन्तलाई पटक पटक फोन गरिरहेका थिए। उता रहेका आफन्त अस्पतालमा पोस्टमार्टमको रिपोर्ट कुरिरहेका थिए। रिपोर्ट बिना मृत्यु प्रमाणपत्र नबन्ने, मृत्यु प्रमाणपत्र बिना दूतावासको कागज नबन्ने अनि कागजपत्र नबनेसम्म शव ल्याउन नपाइने जानकारी
आइरहेको थियो। रिपोर्ट आउन अरू 4-5 दिन लाग्न सक्छ। शुक्रबार र शनिबार बिदा हुन्छ। भर्खर रगत जाँच्न लगेको छ। रिपोर्टमा शङ्का भए महिनौ लाग्न सक्छ रे। फोनमा दिनौँ जस्तो यस्तै कुरा भइरहन्थे। थप निराश हुँदै उसले बिन्ती बिसाई, हे परमेश्वर, रिपोर्ट छिट्टै आओस्, मलाई अरू केही चाहिएन। 256 पोस्टमार्टमको रिपोर्ट आयो। अस्पतालमा यो सुनेपछि रिपोर्ट कुरेर 10औं दिन ओठमुख सुकाएका उसका साथीहरूले खुब चङ्गा महसुस गरे। एकदम खुसी भए। आज रिपोर्ट आयो भनेर नेपालमा खबर गरे। घरमा रिपोर्ट कुरेर बसेका आफन्त तथा छिमेकीको मनमा झुलुक्क घामले चियायो। एकले अर्कोलाई भने, थाहा पायौ रिपोर्ट आयो नि। उसकी पत्नीलाई सम्झाए, अब चिन्ता नगर, आखिर रिपोर्ट आयो। उसका आफन्त तथा छिमेकी ऊ आउँदा पनि यति उत्सुक र खुसी भएका थिएनन्। मिल्ने भए रिपोर्ट आएको उपलक्ष्यमा एकअर्कालाई लड्डु खुवाउने थिए। उसका काकाले सोधे, रिपोर्टमा के आएछ, के कारणले बितेको रहेछ त? अरबमा भएका उसका साथीहरूले भने, डाक्टर आएपछि सबै थाहा हुन्छ। अर्को दिन डाक्टर आयो। उनीहरूले सोधे, रिपोर्ट पनि दिनुहोस्, अनि के भएर निधन भएको रहेछ भनिदिनुहोस्। डाक्टरले भन्यो, हामीले रिपोर्टको फाइल नम्बर अनलाइनमा राखेका छौँ। फाइल नम्बर 256 हो। स्वर्गको भिसा। रिपोर्टको खुसी कर्कलाको पातमाथिको सिज जस्तै भयो। अस्पतालले दिएको फाइल नम्बर कहाँ खोज्ने, कसरी थाहा पाउने, कसरी कागजपत्र तयार गर्ने? उसका साथी सङ्गीले काठमाडौँ रहेका आफन्तसँग दुःख बाँडे। काठमाडौँ रहेका आफन्तले दूतावासमा कर्मचारी को छन् भनेर सोधखोज गरे। फोन नम्बर पत्ता लगाए अनि एकजना नेतालाई समाएर फोन लगाए। त्यो सम्पर्क सूत्र अरबमा रहेका उसका साथीहरूलाई पठाए। दूतावासले भन्यो, पासपोर्ट लगायत कागजात लिएर आऊ। उसले पुरानो कुरा सम्झियो। पासपोर्ट बनाउँदा उसलाई ठुलो युद्ध जितेको महसुस भएको थियो। पासपोर्ट बनाउन कम्ता दुःख पाएको थिएन उसले। सयौं नमस्कार, दर्जनौं पङ्क्ति, गाउँदेखि राजधानीसम्मको यात्रा तथा ऋणको खर्च। पासपोर्ट हात परेपछि ऊ खुसीले बुर्कुसी मारेको थियो। पासपोर्टका हरेक पाना नवप्रेमिकालाई झैँ सुमसुमाएको थियो। पासपोर्टका पानामा आफ्नो फोटो र छापिएको नाम देखेर ऊ पुलकित भएको थियो। अमेरिकाको डिबी परे जस्तै, अस्ट्रेलियाको पिआर पाए जस्तै, युरोपको रेसिडेन्ट भिसा पाए जस्तो। मेरो त पासपोर्ट बन्यो नि, सुनाउन मिल्ने सबै आफन्तलाई उसले खुसी साटेको थियो। प्रहरीले सुरुमा चौकी पुर्याएको पासपोर्ट उसको कम्पनीको जनसम्पर्क अधिकारीलाई बुझायो। जनसम्पर्क अधिकारी मृत्युको प्रमाणपत्र, प्रहरी रिपोर्ट लगायत कागजपत्र लिएर दूतावास गयो। दूतावासका कर्मचारीले उसको मृत्यु दर्ता गरे अनि पासपोर्टमा क्यान्सिलको छाप हाने। अनेक दुःख र खर्च गरेर बनाएको पासपोर्ट एम्बेसीका कर्मचारीले एकै छेडमा रद्द गरिदिए। उसले सोच्यो, किन क्यान्सिल हान्नु परेको होला? स्वर्गको भिसा लागेपछि अब म के अरब आउँथे र? रहरै रहर। कहिलेकाहीँ ऊ साउको अफिसमा खाजा पुर्याउन जान्थ्यो। अफिसमा पाइला राखेपछि उसको मन घट्ट चाहिँ गह्रो हुन्थ्यो। उस्तै ड्रेस लगाएका, घाँटीमा परिचय पत्र झुन्डाएका तथा हेर्दै आँखाको मैल लाग्ला जस्ता सुकिला कर्मचारी। उसलाई खुब रहर लाग्थ्यो। एकनासका सुकिला ड्रेस लगाउने, घाँटीमा परिचय पत्र झुन्डाउने अनि आरामले क्याबिनमा बसेर काम गर्ने। आफूलाई हेरेर उसलाई दया लाग्थ्यो। कठै न ड्रेस, न परिचय पत्र, न सुकिलो मुकिलो कपडा। रहरै रहरको फुलबारीबाट ऊ चटक्क चुडियो। जब उसलाई शवगृहमा पुर्याइयो, उसको सपना पुरा भयो। दर्जनौं शवसँगै उसलाई पनि एउटै ड्रेस अर्थात् सुकिलो सेतो कपडाले बाँधे। खुट्टामा परिचय खुल्ने ट्याग झुन्डाए र छुट्टै क्याबिन अर्थात् फ्रिजको गर्रामा राखे। यतिन्जेल उपन्यास सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। उपन्यासको बाँकी अंश आगामी श्रृङ्खलामा प्रस्तुत गरिनेछ। सुन्दै गर्नुहोला।